संसारमा सबैभन्दा बुद्धिमान मान्छे को हो? त्यो होइन जसले धेरै बोल्छ, बरु त्यो हो जसले कहिले बोल्नु पर्छ र कहिले चुप रहनु पर्छ भन्ने कुरा थाहा पाएको छ। कहिले बोल्ने र कहिले मौन बस्ने कला बुझ्ने मान्छेले मात्र जीवनमा ठूला निर्णयहरू सही समयमा लिन सक्छ। दर्शकवृन्द, आजको भिडियोमा हामी कुरा गर्नेछौं यी 12 ठाउँहरूमा तपाईले चुप रहनै पर्छ, नत्र तपाईको शब्दहरूले तपाईलाई नै पछाडी अप्ठ्यारोमा पार्नेछ। दर्शकवृन्द, कहिलेकाहीँ मौन रहनु बोल्नु भन्दा 100 गुणा प्रभावकारी हुन्छ, किनकि जब तपाई चुप रहन सिक्नुहुन्छ तपाईले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्नुहुन्छ। त्यसपछि तपाईको मौन नै तपाईको शक्ति बन्छ। दर्शकवृन्द, अब सुरु गरौं ती 12 ठाउँहरू जहाँ चुप रहनु तपाईको बुद्धिमानीको परिचय बन्छ। नम्बर 1 छ जब तपाई रिसमा हुनुहुन्छ। रिसको बेलामा मान्छेले सोच्दैन, प्रतिक्रिया दिन्छ। त्यस क्षणमा तपाईले जे बोल्नुहुन्छ त्यो शब्द होइन, त्यो आगो हो र त्यो आगोले तपाईका सम्बन्ध, तपाईका प्रतिष्ठा र शान्ति जलाउँछ। त्यसैले जब तपाई रिसमा हुनुहुन्छ चुप रहनुहोस्, गहिरो सास लिनुहोस् र आफ्नो शब्दलाई समय दिनुहोस्। रिसमा बोलेको वाक्य कहिल्यै पनि फर्किँदैन। दर्शकवृन्द, नम्बर 2 छ जब अरू मान्छे गल्ती गर्छन्। अरूको गल्तीमा तुरुन्त आलोचना गर्न सजिलो हुन्छ, तर बुद्धिमान व्यक्ति चुप रहन्छ, अवलोकन गर्छ र आवश्यक परे मात्रै सल्लाह दिन्छ, किनकि कहिलेकाहीँ मौनले सल्लाह भन्दा ठूलो पाठ दिन्छ। चुप रहनु आफैमा सहानुभूति र धैर्यको संकेत हो। दर्शकवृन्द, नम्बर 3 छ जब तपाईले सबै कुरा थाहा पाउनु भएको हुन्छ। जब तपाईलाई सबै कुरा थाहा छ तर अरूले अझै सिक्दैछन्, त्यो बेला चुप रहनु ठूलो ज्ञान हो, किनकि बुद्धिमान व्यक्ति आफ्नो ज्ञान देखाएर होइन, मौनबाट आफ्नो स्तर बढाउँछन्। दर्शकवृन्द, नम्बर 4 छ जब तपाईको मत आवश्यक छैन। दर्शकवृन्द, हरेक कुरामा बोल्नुपर्छ भन्ने हुँदैन। कसैले तपाईलाई सोधेन भने तपाईको विचार पनि अनावश्यक हुन सक्छ। अहंकारले बोलाउँछ तर विनम्रता मौन रहन्छ। त्यसैले जब तपाईलाई सोधिदैन, बोलाइदैन, तब मौन रहनु तपाईको सम्मान बढाउने एउटा उपाय हो। दर्शकवृन्द, नम्बर 5 छ जब अरू झगडा गरिरहेका छन्। दुई रिसाएका मान्छे बीच बोल्न जानु भनेको आगोमा पेट्रोल हाल्नु जस्तै हो। त्यस बेला तपाईले केही नबोले पनि तपाईको मौनले शान्ति ल्याउन सक्छ। दर्शकवृन्द, नम्बर 6 छ जब तपाईको कुरा सुन्ने मान्छे तयार छैन। कतिपय मान्छेसँग तपाई कति नै राम्रो कुरा गर्नुहोस्, उनीहरू सुन्न चाहँदैनन्, बुझ्न चाहँदैनन्। त्यस बेला तपाईले जति बोल्नु भयो त्यति ऊर्जा बर्बाद हुन्छ। त्यसैले मौन रहनुहोस्, सही श्रोता भेटेपछि मात्र कुरा गर्नुहोस्। दर्शकवृन्द, नम्बर 7 छ जब तपाईले अरूको रहस्य थाहा पाउनु भयो। कसैले तपाईमा भरोसा गरेर आफ्नो रहस्य सुनाउँछ भने त्यो मौन राख्नु तपाईको चरित्रको परीक्षा हो। रहस्य बोल्ने मान्छे अस्थिर हुन्छ, तर मौन राख्ने मान्छेमाथि सबैको विश्वास हुन्छ। दर्शकवृन्द, नम्बर 8 छ जब तपाई अरूलाई प्रभावित गर्न खोज्दै हुनुहुन्छ। कसैलाई इम्प्रेस गर्न बढी बोल्नु कमजोरी हो, किनकि आत्मविश्वास कहिल्यै शब्दमा होइन, उपस्थितिमा हुन्छ। तपाईको मौनले तपाईको व्यक्तित्व झल्काउँछ, तपाईको आवाज भन्दा पनि गहिरो। दर्शकवृन्द, नम्बर 9 छ जब अरूले तपाईको मजाक उडाउन खोज्छन्। कसैले तपाईलाई उक्साउँछ भने तपाईको मौन नै तपाईको उत्तर हो, किनभने बहसले होइन, मौनले उनीहरूलाई असहज बनाउँछ। जसले तपाईको अपमान गर्छ उसलाई मौनले शिक्षा दिनुहोस्, कहिल्यै स्तर तल झरी लड्नु पर्दैन। दर्शकवृन्द, नम्बर 10 छ जब तपाईको योजना बनिरहेको हुन्छ। कहिलेकाहीँ तपाईको सपना, तपाईको लक्ष्य वा योजना सबैसँग बाँड्नु अघि नै मर्ने गर्छ, किनभने नकारात्मक ऊर्जा र टिप्पणीहरूले तपाईको आत्मविश्वास घटाउँछ। त्यसैले तपाईका लक्ष्यहरू पूरा नहुन्जेलसम्म मौन राख्नुहोस्। कामले बोल्ने दिन अवश्य आउनेछ। दर्शकवृन्द, नम्बर 11 छ जब तपाईको भावना
असन्तुलित हुन्छ। कहिलेकाहीँ दुःख, हर्ष वा भएका क्षणमा मान्छेले अनावश्यक कुरा बोल्छ जसको पछुतो पछि हुन्छ। त्यसैले भावना तातो हुँदा मौन बस्नुपर्ने हुन्छ। शान्त भएपछि मात्रै बोल्नुहोस्। दर्शकबिन, अन्तिम तथा 12औं छ जब तपाईं ध्यान फोकसमा हुनुहुन्छ। कसैसँग कुरा गर्नु भन्दा कहिलेकाहीँ मौनमा बस्नु, स्वयंलाई बुझ्नु, त्यो एउटा ध्यान हो। मौनले तपाईलाई तपाईको अन्तरात्मासँग जोड्छ र त्यही मौनबाट ज्ञान जन्मिन्छ। दर्शकवृन्द, मौन रहनु डर होइन, आत्मनियन्त्रण हो। जसले आफ्नो शब्द रोक्न सक्छ उसले आफ्नो भावना, उसले आफ्नो व्यवहार र निर्णय गर्ने क्षमता पनि नियन्त्रण गर्न सक्छ। मौन मान्छेले संसार जित्दैन तर आफूलाई जित्छ र त्यो नै सबैभन्दा ठूलो जित हो। दर्शकवृन्द, सबैलाई सबै कुरा भन्न आवश्यक छैन। कहिलेकाहीँ मौनले तपाईको सन्देश बुझाइदिन्छ। बोल्दा शब्द खर्चिन्छ तर मौनमा शक्ति पच्छ। याद राख्नुहोस्, मौन रहन सक्ने मान्छेलाई कुनै पनि शत्रुले जित्न सक्दैन। दर्शकवृन्द, यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गर्न नबिर्सनुहोला। तपाईलाई यो भिडियो राम्रो लाग्यो कि लागेन? यदि राम्रो लाग्यो भने कमेन्ट पनि गर्नुहोला। साथै यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद। नमस्कार।